ज्ञानी असल छोरी। अब बिहाको दिन चाहिँ अलि गाह्रो हुँदो रहेछ। जे होस् अब युज टु हुँदै जान्छ। एकदमै ट्यालेन्ट होइन, हरेक कुरा चाहिँ एकदम पर्फेक्ट गर्छ। अब किचनको काम गर्न पनि आउँछ उसलाई, पढ्न पनि आउँछ, यताउति मिलाउन इष्टमित्रहरूसँग ठिक्क पार्नदेखि लिएर हरेक कुरामा पर्फेक्ट छ। अब ऊ जस्तो एकदम सुशील शान्त आनन्दको मेरो छोरीलाई पाउने मान्छे पनि एकदमै भाग्यवान नै हुन्छ जस्तो लाग्छ है मलाई। मेरो चाहिँ मलाई जुन पनि स्टेज अफ लाइफमा एकदम माया सपोर्ट गर्नुभएको छ, त्यसमा चाहिँ म आई एम भेरी प्राउड टु गेट सच प्यारेन्ट्स। अब मेरो प्यारी दिदीको बिहे उहाँ मिल्लाई कसो भन्दा आमै जस्तो हुन्, किनकि घर हुँदाखेरि मलाई साथी पनि उहाँ नै हुन् र मेरो आमा पनि उहाँ नै हुन्। उहाँ अब आज बिहे हुँदा अलिकति नरमाइलो त लागेछ र मनै मन खुसी पनि छु र अलिकति नरमाइलो पनि लागेछ। तर उहाँको अब लाइफ अगाडि बढ्नको म्यारिड लाइफ अगाडि बढ्न गएकोमा म खुसी छु। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी। बरफी पलु झै जोडी बन्यो सानो चौतारी, नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि। पछि दिन सधैँ आउँछ जसरी, पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। सुख
फेर्छु तिमी सँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो